प्रचार प्रसार गराउने विद्यार्थी बच्चा खेल्ने ठाउँ रहेछ। सुसज्जित वातावरण राखी बच्चाहरू खेल्न पाउने हिसाबले त्यो त्यहाँ समान रहेको छ। र दिनभरि त्यहाँ दिदी बाजा बाज्छ, रातभरि बाजा बाज्छ, त्यहाँ साथीभाइ हुन्छ। त्यो सन्दर्भमा साथीभाइ लगेको छैन। फगुवा होटलले 1200 रुपियाँ 1500 रुपियाँ खाना बेच्छ। त्यो खाना कहाँ बेच्छ? 5 मात्र भागोमा। तपाईँको ध्यान लगाएको छैन। अरू तपाईँको आटो विरोध भइसकेको छ। 5-7 वर्ष भइसक्यो तपाईँ त्यहाँ आटो विरोध गर्न सकेको छैन। गाडीहरू सर्भिस डेमा पार्किङ लागेको छ। तर बस होटलले हेर्नु रोडमा 4 दिन 5 दिनदेखि गाडी खाएको छ। त्यहाँ पार्किङ गर्न पाइन्छ? पाइँदैन। त्यहाँ स्ट्यान्ड लगाएको छ तर त्यहाँ खाएको छैन। बजारभरिमा गिटी बलको फ्रन्ट छाप्न खोजिएको छ। त्यो फ्रन्ट खोल्नु कारणले गर्दा हिलोहरू बजार आइरहेको छ, बजार पनि आइरहेको छ। तपाईँले पनि कतिवटा सुझाव दिएको हो त्यो फ्रन्ट दस आउनु लुम्बिनी बाटो पर्दा चाहिँ त्यो फ्रन्ट राखेर भन्नु तर तपाईँ त्यहाँ खाएको छैन। अनि मैले चाहिँ यसलाई भनेर खोजेको हो जुवा खेलाएर राष्ट्रिय पनि सम्मान हुँदैन, उत्पादन गरेर मात्र चाहिँ राष्ट्र सम्मान हुन्छ। मैले उहाँलाई फेडरेसनलाई भनेको थिएँ कि यहाँ जति जुवाहरू खेलाइरहेको छन् तपाईँ जस्तै तरकारी बजार माछा बजार हुन्छ नि त्यसमा यहाँ भेगमा गरी गरीमा स्पाहरू चाहिँ तपाईँको जुवा खेलाउने क्यासिनोहरू खोलिरहेको छन्। नेपाली केटाहरू जहाँ गएर बसेका छन्। नेपाली केटाहरू घरमा हेर्नुहोस् तिनीहरू घरबार लागिरहेको छ जुवा खेल्नुको कारण। तपाईँले भन्दाखेरि तपाईँ त्यही राति पैसा लागिरहेको थियो। मेरो नाम अर्जुन प्रसाद केशव हो। तपाईँलाई भेटेर भनेको थिएँ कि नेपाली केटाहरू क्यासिनो गइरहेको छन् नकली आइडी कार्ड बनाएर। तपाईँ त्यही राति 6 बाह्र गएको मणिराममा के त्यो मणिरामको सहभागी तपाईँ गर्नुभयो? अहिले भर्खरै तपाईँको एयरपोर्टमा 19 जनालाई तपाईँ नेपाली केटालाई सक्नुभयो के त्यहाँ होटल चलाउने संचारलाई तपाईँ ट्राई गर्नुभयो? उता चलाउनु भएको छ। यहाँ केटाको गल्ती होइन, त्यो खेलाउने मान्छेको गल्ती हो। क्यासिनोवालाको त्यो क्यासिनोले गर्नुभएछ रेकर्ड छ तपाईँसित। त्यो एयरपोर्टको होटलमा 19 जना केटा बसेर नेपाली केटाहरूलाई उता चलाउनु भयो। अनि अरू कुरा चाहिँ सिद्धार्थ नगरपालिकामा एउटा निस्किएको थियो ठुलो सभा गर्ने पूर्व मिनिस्टर पालामा थियो। तपाईँ पालाको माथि आयो कहाँ गर्नुभयो? त्यो तपाईँको गाडी कहाँ थियो? त्यो गाडी आजसम्म काम लागेको छैन। अनि तपाईँको गल्ला मन्डीमा मिलन चौकी पाइएर आउँछ भने 3टा कामको कारणले गर्दा त्यो बाटो सही जाने हो। 2टा गल्ला दुकान एउटा कराई दुकान त्यो दुकान व्यवस्था हुन्छ। सुगर मिलमा थुप्रै तीनटा दुकान खालिन्छ भने त्यो बाटो सही चलाउन सक्ने काम लाग्दैन। स्वयं ध्यान राखेको छैन। यति भनाइराखै चाहिँ खजाना वार्ड नम्बर 3 जुन तपाईँको के आधार बाटो छ पुनः कन्टिन्युमै त्यो बाटो चाहिँ किन चलाउनु हुन्छ? त्यहाँ धेरै पानी लाग्ने बाटो चाहिँ आधा भन्छ आधा चाहिँ हिलो छ। त्यो बाटोको चाहिँ ध्यान दियो भने त्यो रास्ता आफ्नो धन्यवाद गर्छ। छोटो राख्नुहोस्। धन्यवाद सम्पूर्णमा नमस्कार। सबभन्दा पहिला म के भन्न चाहन्छु भने सिद्धार्थ नगरपालिकाको 13वटा वडामा अधिकांश वडा चाहिँ कृषि क्षेत्र वडा रहेको छ र यो हलमा बस्नुभएका हाम्रा मेयर साहब, प्रशासकीय अधिकृतज्यू, उपमेयरज्यू, वडा अध्यक्ष र सदस्यज्यूको पहिलो प्रश्न के गर्न चाहन्छु भने सिद्धार्थ नगरपालिकामा कृषि क्षेत्र कति रहेको छ भने के तपाईहरुसँग डाटा छ? र जब तपाईसँग कृषि क्षेत्र आफ्नो वडाको कृषि क्षेत्रको डाटा छैन भने तपाईहरुले कुन बेसमा चाहिँ आफ्नो वडामा यो मलखातको कोटा निर्धारण गर्नुहुन्छ? यो मेरो पहिलो प्रश्न हो। र जुन नगरपालिकामा आधा भन्दा बढी पालिका कृषिमा आधारित पालिका छ त्यो वडामा मलखातको हरिबिजो कस्तो छ भन्ने कुरा सर्वसाधारण किसान आम जनताले बुझ्नु भएको छ। यसलाई म बेहोतर गरियोस्। र अर्को मेरो प्रश्न छ सिद्धार्थ नगरपालिकाले अनुदानमा गहुँ अनि धानको बिउ लिएर आउँछ। धान र गहुँको बिउ अनुदानमा त आउँछ तर समय ढिलाइ हुन्छ किनकि हामीले पोहोर साल गहुँको बिउ किन्दाखेरि आधा क्षेत्रमा चाहिँ इन्डियाबाट गहुँ ल्याएर छर्न पर्ने बाध्यता थियो। समयमा गहुँको बिउ चाहिँ आइदिएन। अहिले पनि तपाईले हेर्नुहुन्छ भने तल गएर कृषि क्षेत्रमा गएर हेर्नुहोस् किसानहरूले चाहिँ बिउ झार्न सुरु गरिसके तर हाम्रो नगरपालिकामा धानको बिउ आएको छैन, अनुदानको फर्म मात्र भरिएको छ। यो ढिलाइले चाहिँ किसानको समस्यालाई मध्यनजर गरेर समयमा चाहिँ बिउ बिजन चाहिँ उपलब्ध गराइदिनु हुन पनि हार्दिक अनुरोध गर्दछु। त्यस्तै हाम्रो भैरव
बिल हस्पिटलमा हामी चाहिँ 2 घण्टा लाइन लगाएर टिकट काट्ने, 2 घण्टा लाइन लगाएर तपाईँको चाहिँ चेकचार्ज गराउने र 2 घण्टा लाइन लागिसकेपछि हाम्रो औषधि लिने पालो आउँछ। औषधि लिने बेला चाहिँ हामी जाँदाखेरि त्यहाँ के देख्छ भने 10 वटा औषधिमा 2टा पाउँछ, 8 वटा पाउँदैन। अनि यो विषयमा राख्दाखेरि त्यहाँ बुझ्दाखेरि उहाँहरूले के भन्नुभयो भने ए हजुर हामीले औषधि कसरी तपाईँले दिने, यहाँ त पैसै बिमा कम्पनीमा भुक्तान गरेका छैन। त्यसपछि हाम्रो नगरपालिकामा अस्ति चाहिँ एउटा सूचना मैले देखेको थिएँ, विदेशबाट फर्केर आएका युवाहरूलाई उद्यमशीलता तालिम स्वरोजगारको। त्यो विषयमा मेयर साहबले यसको प्रक्रिया कहाँ पुगेछ यसलाई चाहिँ मध्यनजर जानकारी गराइदिनु होला। र संविधानमा नै उल्लेख भएको एउटा विषय के छ भने तपाईँको कक्षा 8 सम्म, नेपालको नागरिक कक्षा 8 सम्म चाहिँ निःशुल्क रूपमा र अनिवार्य रूपमा पढाउनु पर्नेछ। तर हाम्रो यहाँ यो छ भने कक्षा 10 सम्म निःशुल्क र कक्षा 8 सम्म अनिवार्य निःशुल्क हुँदा पनि अहिले तपाईँ यता तलतिर गाउँ भेट्ने एरियामा जानुहुन्छ भने कैयौँ बच्चाहरूले शिक्षाबाट वञ्चित रहेको छ। मेरो 2टा पोइन्ट मात्र रहेको छ। र अर्को सिद्धार्थ नगरपालिकामा भइरहेको एडिबी को कामहरूमा होइन नरेश सर, मैले मेरो क्षेत्रको कुरा राख्न गइरहेको छु। म वडा नम्बर 2 को बासिन्दा हो र 2 नम्बरदेखि 6 नम्बर जोड्ने जुन बाटो छ एडिबीको, त्यो अहिले पत्र यसरी परेको छ कि खेतमा ट्र्याक्टर मार्न सकिन्छ र किसानले चाहिँ त्यहाँ कसरी खेती गर्ने भन्ने समस्या छ। यो विषय चाहिँ मैले नगरपालिकामा मेयर साहबलाई प्रशासकीय अधिकारीलाई चाहिँ आएर जानकारी गराएको थिएँ। त्यो अहिले कुनै कार्यान्वयन भएको छैन। त्यस्तै यो एडिबीमा परेको कस्तो कम छ खालको गुणस्तरीय काम गरिरहेछ भने उदाहरण हेर्नको लागि तपाईँ सिद्धार्थ नगरपालिका वडा नम्बर 2 देखि सिद्धार्थ नगरपालिका वडा नम्बर 11 सम्मको बाटोमा हेर्नु होला। त्यसमा प्रतिशतको खेल हो, सेकेन्डको खेल हो, के खेल हो? अब हामी यस्तो प्रोग्राम गर्छ, यसमा हामी सबै पालन गर्छौँ। हामी के भाइले कार्यक्रम खान्छ त्यसपछि अब सुरु गरिन्छ। धन्यवाद। अब अरूको विधि कस्तो लाग्छ बोलिहाल्छु। नमस्कार सबैलाई, म छोटो मात्रै बोल्छु। म एउटा प्रश्न गर्छु के साथै भाषा पत्रमा पोलिटिकल गार्डन बनाएको छ भन्नुभएको थियो। त्यो काम चाहिँ कहाँसम्म पुग्यो? पोलिटिकल गार्डनको हरियो बोलियो बनाएको छु भन्नुभएको थियो। त हरियो बोलियो छैन, नजाएको छ हिंसा भइरहेको। अनि अर्को चाहिँ समस्या भनेको वडा नम्बर 13 को वडा अध्यक्ष हुन्छ, वडा हजुर क्यामेरामा बोल्नुहुन्छ, क्यामेरामा बोल्नुहुन्छ। त्यहाँको स्थानीय चाहिँ व्यक्तिहरूलाई युनियन अतिथिहरूले अहिले हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। निकै एक्साइटमेन्ट छ आज भइरहेकोमा। प्रश्नको बौछार चल्दैछ अहिले सभा हलमा। सम्मान गर्ने कि हामीले भक्ति कार्य गर्ने त्यसलाई चाहिँ हेरिदिने कोही हुनुहुन्छ कि हामीले हाम्रो चेलीलाई हामीले आफ्नो टिम बनाएर भौतिक कारवाही गर्न पर्ने हो र परिणाम त गर्छौँ पनि। संविधान त्यसैको लागि हामी चेलीलाई हामीले गर्छौँ पनि र त्यो भयो भने कारवाही हामीलाई नि हुन्छ कि के हुन्छ त्यसको लागि के छ हेर्ने निकाय साँझमा एकचोटि गएर हेर्ने हुन्छ। गल्ली सत्तापक्ष चाहिँ गल्लीमा पनि हेर्ने हुन्छ, कतिजना यदि पुगेर बसेर हुन्छ। त्यही हो बैंक रोडका व्यापारीहरू पनि अहिले बेताब छन् बोल्नलाई, तर पालो पाउनु भएको छैन। यसै गरी होटल व्यवसायिक
आबद्ध आशा गुरुङजी पनि पर्खाइमा हुनुहुन्छ। पछि लास्टमा निकै सलुजा रेदमजी पनि आइसक्नु भएको छ। अनि उहाँलाई पनि म्याडम नमस्कार। म्याडम नमस्कार। कसरी हेरिराख्नु भएको छ यो कार्यक्रममा? कस्तो लागिरहेको छ? अहिलेको समयमा आवश्यक भन्नुपर्ने कुराहरू हामीभन्दा जान्ने राखिसक्नु त धन्यवाद। ठिक छ, हामी आगामी दिनमा सम्पर्क बनाइराख्नेछौँ। सार्वजनिक सुनवाई हाम्रो नगरपालिकाले राखेको कार्यक्रम बोलाउन भनेको थियौँ, बोल्न चाहिँ पारो आएन। अब कुराहरू आइराखेका छन्, समस्याको समाधान हुन्छ होला आशा छ। मेयर साहब, मेयर साहब, धेरै वार्डका प्रतिनिधिहरू लगायत यहाँ वरिष्ठ सबैजना हुनुहुन्छ। पक्कै पनि अब हाम्रो नगरपालिकाले काम गर्छ र आशा राखेका छौँ। म राजा भट्टराई सिन्हाबाद रविन्द्र। कहीँ त बोल्न पाउनु पर्यो, समस्याहरू बोल्नु भएको छ। समाधान त खै कति हुन्छ हेर, समस्या राख्नु भएको छ, सुनेका छौँ। यस्तो कार्यक्रमहरू हुनुपर्छ, नारी सचेतना विकास पुरातात्विक सहर व्यवस्थित विकासमा अझै पछाडि अब यहाँ फोहोर मैलाको समस्या छ, धनी ग्यासको समस्या छ, मर्मतको समस्या छ। पहिलो नम्बर सफाइको समस्या छ। यो प्लास्टिक जाने फोहोरहरू जथाभावी फैलाउने, नागरिक सचेतना भएन सबभन्दा नगरपालिकाले त्यो सरसफाइको लागि नागरिक सचेतना त्यो त्यही हो, राजनीतिक समन्वय र
थाहा चल्दैछ अहिले। Ya tak, paling berkuara di situ